त्यो ठुलो बलमा चाहिँ फाइबर राखेर अक्सिजन पुग्दैन कि त धेरै ठाउँ राख्नु पर्यो जाडोमा भए चाहिँ हुन्छ फेरि गहिरो त भित्र गुम्सिन्छ जाडोमा त्यति गर्नै पर्दैन अनि यसलाई बनाउनको लागि भने एक साइडमा ढिलो त हुन्छ दिदी ढिलो हुन्छ तर सेफ्टी हुन्छ नि त यति जति लिने यसलाई पोको पार्ने त्यसरी राखेर हल्का यता बाहिर तान्छ बाहिर तानिसकेपछि के हुन्छ चुलिन्छ है त्यसपछि अक्सिजन बढी तास्नु पायो नि यो रियुज फ्री गर्नु चाहिने रियुज फ्री हुन्छ यसरी यसलाई फेरि पछि यो फल्ने बेलामा त निकालिन्छ होइन यहीबाट निस्किने होला नि त चिर्दा पनि भयो यस्ता फार्म यो त अहिले पनि छ त्यो जस्तै हाल्नु पर्छ नि सानो सानो खेती गर्ने किसानहरूको लागि अक्सिजनमा माथि फार्म पनि चाहिँ र यो एकजना फिटै राखेर गरिन्छ क्या फेरि राख्ने मान्छे एकजना बल बनाउने दुईजना बल बनाउने मान्छेले बनाएको बल एकजनाले फाइबर बनाउँछ यो लुज भयो भने चाहिँ फेरि यहीँबाट घुस्न छिरिहाल्छ दामी भएन टाइट बनाउनु पर्यो यसरी टाइट बनाइसकेपछि बल हुन्छ 1 किलो फाइबरले 300 बल 300-400 बल हुन्छ कि थोरै खेती गर्नुहुन्छ भने चाहिँ तपाईँहरूलाई यो एकदम सेफ्टी हुन्छ कि घुस्नाहरूले लार्भाहरू किराहरूबाट यो फाइबरको ठाउँमा रुवा हाल्यो नि हुँदैन अक्सिजन पास हुन्छ नि त रुवा त रुवामा त पानी भइहाल्छ भिज्यो पनि जाम यो त भिज्दैन भिजेर सुकिहाल्छ यतिको पनि हुन्छ हुनु चाहिँ तर अलिक नपुग्ला भनेर मैले यतिको लाए जति चाहिँ फाइबर राख्ने हो नि फेरि यतिकोमा पनि हुन्छ यति भएपछि साथीको झन्झट अनि हावा खोल्न बन्द गर्ने कुराको झन्झट छोड्दै हुन्छ के गर्नुपर्ने तर यो लुज भयो भने चाहिँ यहाँबाट घुस्न चाहिँ अहिले सानो बलमा तराईमा ठिक होला सानो बलमा तराईमा खास अहिलेलाई अक्सिजनको लागि भदौ असरसम्म है भारततिर त खेती यो फाइबर नहालिकन गर्ने चेवै हाल्दैन सबै तिनीहरूले गरे नि यसरी अब हामी चाहिँ अलिक छिटो मिठो अलिकति सजिलो खोज्छौँ बानी नै आदत सेफ्टी भयो तर यति लाएर बल च्याउ सक्सेस हुने भन्ने चाहिँ होइन मेन कुरा त अब पकाउने कुरा परालको क्वालिटीको कुरा बिउको कुरा टेम्परेचर मिलाउने कुरा हावापानी मिलाउने कुरा सबै कुरा मेजर कुरा हो यसले रोक्ने भनेको एउटा मात्रै घुस्ना रोक्ने भित्रबाट आउने रोग ट्राइकोडर्मा चाहिँ ग्रिन मोल्डहरू ब्ल्याक मोल्डहरू रोक्ने चाहिँ होइन कस्तो बनाएको छु यो राख्नु बाहिरबाट हेरिन्छ